हामीहरूले यो भन्दा पहिला चट्टानको इग्नियस रक्स, सेडिमेन्टरी रक्स शेष पार्यौं। आज हामीहरू मेटामर्फिक रक्सको बारेमा सम्पूर्ण रूपले बताउँदैछ। मेटामर्फिक रक्सलाई रूपान्तरित चट्टान पनि भनिन्छ र यो कसरी बनिन्छ र रूपान्तरित किन भनेको एकदेखि अर्कोमा कसरी बदलिन्छ र यो हाम्रो देशको कुन कुन राज्यमा पाउँछ र के पाउँछ। In previous video, we learned about sedimentary rocks and igneous rocks. In today, we are going to learn about metamorphic rocks. How many kind of metamorphic rocks and how it forms and where you can find metamorphic rocks. Metamorphic rock formed under influence of heat or pressures on sedimentary or igneous rocks. It's formed by existing rocks, heat, pressure change in color, structure, compositions, hardness, and metamorphism. Then metamorphic rock formed. Examples are slate, gneiss, schist, marble, and diamonds. हिजो हामीले सेडिमेन्टरी रक्सको बारेमा बताएको थियो। आज हामीहरू मेटामर्फिक रक्सको बारेमा बताउँछौँ। मेटामर्फिक रक्स भनेको रूपान्तरित चट्टानहरूलाई भनिन्छ। दुईटा चट्टान हुन्छ, तलछट र अग्नि चट्टान। यो दुईटा चट्टानहरूको ताप र दबावको प्रभावले रूपान्तरित चट्टान अर्थात् मेटामर्फिक चट्टान बनिन्छ। मेटामर्फिक चट्टान अवस्थित चट्टानहरू ताप, चाप, संरचना, कठोरतामा परिवर्तन भएर यही चट्टानलाई रूपान्तरणको रूप लिएर यसलाई रूपान्तरित चट्टान पनि भन्न सक्छौं हामीले। उदाहरणको रूपमा स्लेट भयो, जस्तो ग्निस भयो, स्किरड भयो, मार्बल भयो र हीरा पनि हुन्छ यसमा। Metamorphic rocks are of two types of metamorphisms. First one, thermal or contact metamorphisms, the process of change by heat, and second one, dynamic or regional metamorphisms, process of change by tremendous pressure. Magma or lava contact with surrounding rocks, bakes them, and metamorphic rocks formed. मेटामर्फिक चट्टान अर्थात् रूपान्तरित चट्टान दुई प्रकारको हुन्छ। थर्मल वा संपर्क मेटामर्फिज्म गर्मीद्वारा परिवर्तनको प्रक्रियाले मेटामर्फिक चट्टान बनिन्छ। अर्को हुन्छ 2 नम्बरमा गतिशीलता वा क्षेत्रीय रूपान्तरण अर्थात् अत्यधिक दबावद्वारा परिवर्तनको प्रक्रिया चालू हुन्छ, यसलाई रूपान्तरित चट्टान पनि भनिन्छ। मेग्मा र लाभा चट्टानहरूको सम्पर्कमा आएर बनिन्छ। तिनीहरूलाई पकाउँछ र उसलाई रूपमा परिवर्तन गरिदिन्छ। Parents rock and change metamorphic form. Examples are limestone, dolomite change into marble, sandstone change into quartzite, shale change into slate, slate change into hylite or site, site change into site, coal change into graphite or diamond, granite change into gneiss. मेटामर्फिक रक अर्थात् रूपान्तरित रक यसरी परिवर्तन हुन्छ। पहिला त यो हुन्छ अभिभावक चट्टान, त्यसको बादमा यो रूपान्तरित चट्टानको रूपमा परिणत हुन्छ। चुना ढुङ्गा हुन्छ, चुना ढुङ्गाबाट डोलोमाइट मार्बलमा परिवर्तन हुन्छ। स्यान्डस्टोनबाट क्वार्टरजाइटमा परिवर्तन हुन्छ। सेलबाट स्लेटमा परिवर्तन हुन्छ। स्लेट फिलाइटबाट सिस्टमा परिवर्तन हुन्छ। कोइला ग्रेफाइटबाट हीरामा परिवर्तन हुन्छ। ग्रेनाइटबाट नीजमा परिवर्तन हुन्छ। Now metamorphic rocks occurrence.
Marble found in Rajasthan, Bihar, and Madhya Pradesh. Slate are found in Orissa, Andhra Pradesh, and Haryana. And in Kangra and Kumaon regions, Himalayas, you can find different colors of slate. मेटामोर्फिक चट्टानहरू जस्तो मार्बल राजस्थान, बिहार र मध्य प्रदेशमा पाइन्छ। स्लेट उडिसा, आन्ध्र प्रदेश र हरियानामा पाइन्छ। काङ्गडा र कुमाऊ जस्ता हिमालयी क्षेत्रहरूमा विभिन्न रङ्गीन स्लेटहरू पाइन्छ।